RSC इन्टर गरेर 3 इन्च हाल्ने र ट्याप गर्ने र फेरि 3 इन्च हालेर हामीले इन्टर गर्नुपर्छ र इन्टर गरिसकेपछि हाम्रो चाहिँ यति सानो एउटा रेक्टेङ्गुलर बन्छ। रेक्टेङ्गुलर बनिसकेपछि हामीले फेरि RSC इन्टर गरेर हामीले 1 इन्च बाइ 1 इन्चको त्यो गर्नुपर्छ। 1 इन्च बाइ 1 इन्चको ट्याप गरेर एउटा फेरि अर्को रेक्टेङ्गुलर बनाउनुपर्छ र यो रेक्टेङ्गुलर बनाइसकेपछि हामीले यसलाई कपी गरेर हामीले चाहिँ यसलाई यसमा राख्नुपर्छ। यो भइसकेपछि जस्ट अपोजिट कपी गर्ने र यसलाई हटाइदिनु। जस्ट अपोजिट यसलाई यो इन्टर गरेर यसमा चाहिँ अहिले चाहिँ अर्थ आउँदैछ र यसमा क्लिक गरिदिने र यसलाई चाहिँ डिलिट गरिदिने अनि यसलाई पनि अब यसको पनि काम छैन र हामीले चाहिँ यसलाई मेटाउनुपर्छ। TR डबल इन्टर गरेर यसलाई TR डबल इन्टर गरेर यसलाई जुम गरेर यसलाई चाहिँ हामीले मेटाउनु पर्ने हुन्छ। यसलाई मेटाउनु पर्ने यसलाई चाहिँ हामी मेटाउँछौँ। मेटाइसकेपछि हामीले चाहिँ सिङ्गल डोर भनेको हाम्रो 3 फिटको हुन्छ होइन। यो इन्टर गरेर हाम्रो 3 फिटको चाहिँ हुन्छ होइन, 3 फिटको हुन्छ। यो गरेर अनि मुभ गरेर अनि हामीले चाहिँ यसलाई चाहिँ यो भयो र हाम्रो जहिले पनि सिङ्गल डोर भनेको यहाँदेखि यहाँसम्म 3 फिट हुनुपर्छ। यहाँदेखिको र यहाँसम्मको डिस्टेन्स हामीले माथि लग्नुपर्छ। यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो कति छ? 2 फिट 8 इन्च इन्टर छ। अनि यसलाई चाहिँ हामीले अफसेट 1 इन्च गर्नुपर्छ है। अफसेट 1 इन्च गरेपछि हो। र अब हामीलाई चाहिँ डोर बनाउनलाई हामीलाई सर्कल चाहिँ सर्कलको सिम्बल कमान्ड हो C इन्टर गर्ने स्पेस C इन्टर अनि यहाँदेखि हामी चाहिँ यहाँसम्मको क्लिक गर्छौँ र हामीले यसलाई मेटाउनलाई TR डबल इन्टर गरेर हाम्रो यसरी डोर यसरी चाहिँ डोर बनाउन सक्छौँ है।